हेलो गाइज, नमस्ते लासो सबैजनालाई। मेरो मात्रै भाउजू यस्तो हो कि तपाईँहरूको नि भाउजू यस्तो हुनुहुन्छ हौ। हाम्रो नन्द भाउजू पुरै मिल्दैन भनेको, साँच्ची भनेको हो। यति रिस उठाउँछ नि, यति रिस उठाउँछ नि, के गर्नु। यति न्यु खोजेर बस्छ र हेर्नु त यहाँनिर। ल हेर्नु यहाँ भाउजूहरू यस्तो हुन्छ। ल हेर्नु त्यहाँ, हेर्नु काम छैन। अनि आमामा यति झगडा गर्छ यति। ल हेर्नु त त्यहाँनिर, ल हेर्नु। अनि हिरोनी चाहिँ नन्दहरू बनिने ठाउँमा भाउजूहरू हिरोनी बनिनुपर्छ। अनि के गर्नु, काम छैन। काम भने चाहिँ फिटिक्कै गर्दैन। एउटा काम, भात पकाउनु मैले, भाँडा बस्काउनु मैले, भाइ बहिनीको लुगा धुनु मैले। अनि भाउजू चाहिँ के काम त? अनि ल भन्नु त गाइस, तपाईँहरू आफै भन्नु त। अनि भाउजू सुत्ने, खाने, अनि उठ्ने, अनि बस्ने। ल हेर्नु यस्तो तरिकाले त हुँदैन। ल मेरो मात्रै भाउजू त्यस्तो हो कि साथीहरू, तपाईँहरूको नि भाउजूहरू त्यस्तो हुन्छ हौ, साँच्ची भनेको। यति 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 न्यु खोज्दैन, यति न्यु खोज्दैन। भगवान्, म त कहाँ जाने होला, सक्दिनँ हौ मेरो भाउजूसँग। हेर्नु न यहाँनिर हो भने कस्तो खालको नन्दा हो यो। अब हेर्नु त कसले पत्ते हुन्छ मेरो भाउजूलाई। हेर्नु त्यहाँ। अनि के गर्नु मेरो भाउजूलाई म? जतिखेर पनि न्यु मात्रै खोज्नुहुन्छ, जतिखेर न्यु खोज्नु। अब मेकअप गर्न बाइक केही आउँदैन। अब अनि हामी यहाँ नन्दलाई मेकअप नगर्दा पनि ठिक छ। अनि ल हेर्नु यस्तो छ मेरो भाउजू। मेरो भाउजू ताल यस्तो छ, हेर्नु ल। अब मेकअप गरेर काम छ त हामीलाई मेकअप नगर्दा पनि ठिकै छ। यतिको नि राम्रै नै छौँ हामी। खोइ कसैलाई देखाउनु छैन। काम भनेको फिटिकै छैन। बिचरा मेरो दाइले कम दुःख पाउँछ त। ल साथीहरू, दाजुभाइको बिहे गर्नुभन्दा पहिला सोचेर हेरेर मात्रै बिहे गरिदिनु है। मेरो भाउजू जस्तो पऱ्यो भने नि दुःख पाउँछ दाइहरूले। अहिले एकछिनमा हेर्नु यति न्यु खोज्नुहुन्छ होइन। अब कति बज्यो अहिले? खाजा खाने टाइम भयो नि त। खाजा पकाउनु भने यस्तो उस्तो गर्नुहुन्छ क्या। त्यही भएर गाइज, मेरो भदैनी यता हेर्नु त। मेरो भदैनीको ताल यस्तो छ। अनि खाजा पकाउनु मैले, भात पकाउनु मैले, भदैनी टिभी हेर्ने, भाउजू मेकअप गर्न बाइक केही आउँदैन। अनि म कहाँ जानु गाइज, के गर्नु म? अनि भदैनी यही हो है, जुगा टाँसेको गर्ने हो। अब एउटा उयो डन सुत्नु भएको छ। अनि अब भोक लाग्यो होला होइन। भोक लागेर गाइज, अब मेरो भदैनीलाई भोक लाग्यो अरे। अनि अब भाउजूले पनि पकाइदिनु पर्दैन त। अब मेकअप सुरु भयो। अब कहाँ जानु त म? अब मैले पकाएर खुवाउनु पर्छ है। खुवाउने भनेको मैले नि। अब हेर्नुहोस् त गाइज, यहाँ मेरो भाउजू यहाँ। ल हेर्नु गाइज, किचनमा के छ त? केही छैन। हेर्नु न। अब खाजा लिएर आउनु न भन्नुलाई नै खाजा लिएर आउँदैन। अब भदैनी मम्मीसँग पनि जाँदैन। अनि 24 घन्टा मसँग। अनि मैले कसरी सक्नु ल गाइज, सबैहरू नै भन्नु साथीहरू। यहाँ हेर्नु न, यहाँ यसो जुगा टाँसिन्छ। अब यहाँ भोक लाग्यो अरे भदैनीलाई। भोकलाई क्या खाने भन त? चाउचाउ खाने रे गाइज। अनि मेरो भदैनी 24 घन्टा चाउचाउ। अब कहाँबाट चाउचाउ ल्याएर खुवाइदिनु? अब म भाउजूलाई म चाउचाउ ल्याउनु भन्छु, के भन्नु हुँदो रहेछ होइन गाइज। होइन हाम्रोतिर चाहिँ पानी परेर पुरै बिजोक छ कि, बिजोक छ, हरि बिजोक। लिएर आउनु पर्यो क्या, चाउचाउ लिएर आउनु पर्यो क्या। नानी चाउचाउ खाने रे हो र नि, खानु हुँदैन भन्नु। चाउचाउ खाने रे, खानुहुन्छ है गाई। चाउचाउ चाहिँ खानुहुन्छ। हेर्नु मेरो भदैनीले चाउचाउ खाने भनिराख्नु छ। हेर्नु मेरो भदैनी के खाने रे भन त के खाने? मेरो डन यता सुतिराख्नु भएको छ। डन अहिले डन भदै उठ्नु भयो भने उठ्नु भइसक्यो। अब हेर्नु नि, यता हेर्नु न, यता यहाँ।